तपाईको छोराले बिहे गरेर भेनालाई सुनाउने कि नसुनाउने अब सिर्जनालाई बोलाउनु न अनि केटाकेटीलाई ल अनि केटाकेटीलाई पनि यस्तो कुरा भनिन्छ सिर्जनालाई बोलाउनु न सिर्जनालाई पनि भन्छु घरबाट माग्नु आयो रे अनि त्यही भएर भगाएको रे त्यो केटीलाई चाहिँ घरबाट इन्डियाको लाउरे माग्नु आएर अनि त्यही भएर भगाएको रे सिर्जनालाई बोलाउनु न भने भन्नु पर्यो के कुन केटी हौ त्यो यतै लेटम बस्ने केटी कि कुन केटी होइन हौ यतैतिरको उसको क्लासमेटै छ के जहिले फोनमा बोलिरहन्थ्यो अनि को हो भनेको मेरो साथी हो भन्थ्यो हो त्यसैलाई चाहिँ घरमा माग्नु आयो रे अनि भगाएको रे उनीहरू लभ परे 1.5 वर्ष भयो रे अब सिर्जनालाई बोलाउनु न भन्छु भनेको राइनी नि ल म कहिले यस्तो कुरामा रेला बोल्छु साँच्चीकै भनेको हौ नपत्याए फोन गर्नु न ल सिर्जनालाई बोलाउनु न म भन्छु सिर्जनालाई पहिला म भन्छु हौ सिर्जनालाई बोलाउनु म भन्छु सिर्जना आयो मुख देखाउनु न मुख अलिक माथि ल्याउनु अलिक माथि मुख देखाउनु भन्छु अनि कि मैले सुजनको एउटा कलेजमा राइनी केटी छ गर्लफ्रेन्ड भनिरहेको थिएँ नि दिदी अलिक माथि टाउको ल्याउनु भन्छ के भन्नुहुन्छ सुजनले त भगाएछ त्यो केटीलाई त कहाँ भगाएछ कोन त छ्यामा म त आज रुममा आउँदिनँ भन अनि किन आउँदैनस् भनेको त्यो मेरो साथीलाई घरबाट माग्नु आयो रे अनि हामी त भागौँ भन अनि म त भागेको भन अनि झुट बोले होला भनेको साँच्चीकै हो हाम्रो 1.5 वर्ष भइसक्यो लभ परेको तर मम्मी बाबालाई चाहिँ भन्नु अप्ठ्यारो लागेर नभनेको भन्दै थियो के ल लु नपत्याए फोन गर्नु त तपाईँको छोराले बिहे गर्यो त अब लु फोन गर्नु त खै अनि रुममा नआउने भनेको नआउने 2-3 दिन बाहिरै बस्ने छ्यामा अब मम्मी बाबाले थाहा पायो भने त मलाई मार्छ होला के भन्नु भन्दै थियो के गर्नु अब लु ओइ सिर्जना ए अब सिर्जनाले थाहा पायो भने त सुजनलाई मार्छ होला नि अनि छोरा तपाईँको छोराले बिहे गर्यो रे अब